सो अलराइट म चाहिँ अहिले सन्धिखरको बजार झर्दैछु जुन चाहिँ म अहिले चाहिँ यो बाटो यता चाहिँ हाम्रो घर तल चेनडाँडाबाट झरेर भुल्के आएर यता बामरुक हुँदै म चाहिँ पहिला बामरुक पुग्छु अनि बामरुकबाट माथि चाहिँ उता देउराली डाँडा पुगेर चाहिँ म यात्रा गर्दैछु। म चाहिँ भर्खर यहाँ जस्ट यहाँ आइसकेको छु। अब चाहिँ फुल अफ रोड छ। पछाडि पनि मैले भिडियो खिच्न त पाएन मसँग किनकि साथमा त्यो मोबाइल होल्डर छैन। मोबाइल होल्डर नभएको कारणले चाहिँ भिडियो बनाउनु पाइरहेको छैन। बाटोको अन रोडको इभन हजुरले पनि ख्याल गर्नुभयो होला अन रोडको भिडियोहरू आइरहेको छैन के त्यो कारण चाहिँ त्यसो हो होइन। अगाडि चाहिँ बाख्रा साख्रा चराएको देखियो सिनहरू अक्खा छ तर घाम चाहिँ अझै 2 बजे बल्ल 2 बजेर 15 मिनट गएको छ भर्खरै। यस्तो छ समय अहिले दिउँसोको घाम छ बिजोग छ घाम। अब चाहिँ सन्धिखरका लाग्दियो। यो बाटो पुरै अफ रोड छ यहाँ। अब अफ रोड प्लस बाइकसँग सो अलराइट म चाहिँ बामरुक कटिसकेको छु। जुन चाहिँ यता चाहिँ बाटो नसोचेको पिच भएर चाहिँ यार तलैसम्म पिच भएको छ। मान्छेहरू यता आउँदाखेरि चाहिँ नजिक पनि पर्छ भनेर यता आएको लास्टमा त बाटो दिनु नि खाना दिन्छु कि नै खै थोरै चाखौँ न। मैले चाख बेच्न लागेको र बेच्न त खै रुक है बेच्ने भन्छ थोरै चाख्न दिए भएर मैले चाखेर खान्थेँ कि तर यहाँ फेरि सामानहरू खै यति चाख्छु त। ओहो यत्रो त खै यत्रो त सक्दिनँ खै यति ए सरी कहाँ टिप्यौ कति रुपियाँ दिन्छौ तँ? अलि मिलाउ न मिलाउ के खै कति छ यो ठाउँ कुन हो भनिदिउ त यस्तो भनिदिनु मलाई थाहा छैन। म नयाँ हुँ यहाँको म नयाँ हुँ कि यहाँको। यो ठाउँ कुन हो टिमुरे स्कुल बिदा भयो भोलि त शनिबार है शुक्रबार छुट्टी छिटो बिदा आज ल ठिक छ केही भएन। ओहो काफल त टन्नै बोकेर आएर रहेछ त है। कसले खिच्न आउँछ खिच्न पऱ्यो भने देखाए भयो ल हुन्छ नि त मलाई छोपिदिनुहोस् त लु यता यता काठमाडौँ रहेछ ल छोपिदियो हुन्छ है खै रुम त यस्तै हो छोपिदिनु मात्रै छोपिदियो हुन्छ भने मात्रै छोपिदियो मात्रै खै मिठो छ कहाँबाट टिप्यो अरे 40 रुपियाँ दिउँ त खुल्ला पैसा रहेछ 85 छैन 85 छैन बाबु 40 रुपियाँ दिन्छु है दाइ सम्झेर दिउँ न। खासै काफल खाने मन त थिएन तिमीले यत्रो मेहनत गरेर रहेछौ त्यही देखेर है ल के भन्नुहुन्छ के भन्नु ओ बाबु गरम ल लाग्यो यहाँबाट अब मालरानी पुग्नलाई कताबाट जानु पर्यो भन्नु त गोपीचौर भन्दै मैले भिडियोमा यति अहिले हेर्छु अनि माथि गएपछि सम्झिन्छु भन त। यहाँबाट अर्को जाने सिधा त्यसपछि तेर्सो जाने यस्तो जाने अलि माथि जाने पिचबाट आउँछ त्यसपछि यता जाने त्यसपछि अलि सिधै जाने मोटरबाटी बाट अलि पर गएपछि मालरानीको मन्दिर देखिन्छ हो। ल हामी यताबाट खन द साइड छिटो पुग्न कताबाट जानु पर्यो फेरि खनबाट पनि त्यहीबाटै गइन्छ हो मालरानीबाटै गइन्छ हो। ल हस् धन्यवाद ल म गएँ ल भा गर्मी पो छ बाबु। सो अलराइट यो चाहिँ के अरे के पो भन्छ यो ठाउँलाई टिमुरे चाहिँ यो डाँडो अलि उता भेगमा पऱ्यो जुन चाहिँ म अहिले आएको भर्खरबाट चाहिँ यो जुन सेतो देखिरहेको छ नि त्यो एरिया हजुर हो र। ल ऊ त्यहाँबाट आएको अब चाहिँ म अगाडि बढ्नुपर्ने हुन्छ त्यहाँ अगाडि बाटो दामी पनि छ म तपाईँलाई देखाउँछु अवश्य त्यही नै हो गाइस। थोरै काफल किन्यो काफल गरेर अलिक घर गएर खानुपर्छ ल। आमामा के आइलाग्यो यस्तो सेट लड्यो नि केटा हो यार हल्का लड्यो यहाँ लाग्यो के अरे लाग्न त लाया सिट ओभर स्पिडै थियो बाइक पो उठाउन सकिन्छ कि नै यार सेट नसक्नु
यहाँ ब्रेक दाबिरहेछ अगाडि ब्रेक भाँच्यो कि जस्तो लागिरहेछ लेट्स चाहिँ हेरौँ के हुन्छ आई सेट केटा आया त अरे केही नमाचेको भए त हुन्थ्यो त्यस्तो भाँच्यो जस्तो देखिनँ तर स्ट्यान्ड चाहिँ पुरै गाँड भएछ यार पुरै ढुस्नु लोट्यो नि यार सिट अस्ति भर्खर यो ग्र्याब रेल पनि यो भाँचिएको थियो फेरि भाँच्यो क्या आज क्र्यास भएर यता लाग्यो कि जस्तो लाग्छ ध्यानले थोरै माग्ने होला जहाँसम्म मलाई त्यस्तै लागिरहेछ मिरर निकालिदिन्छु म मिरर राखेर काम छैन मिरर चाहिँ निकाल्नै पर्छ त्यो नि के सक्नु केटा हो गाह्रो रोड्न त लेखेर रहेछ आज हल्का ओभर स्पिड त थिएँ कि तर पनि रोड्न लेखेर रहेछ के हो गाह्रो त्यस्तो त लागेको छैन सब अलेबाट यसले बचायो लायो होला यसमा लाओ यहाँ लाग्यो हुन्छ ब्रेक दबाउनु के भयो मिरर चाहिँ अब ब्यागमा राखेर हिँड्नुपर्छ अफ रोड थियो कि पहिले राख्छु भनेको थिएँ राखेन गल्ती गर्यो अलिअलि त झुक्काइहाल्छ कि अफ रोड पुरै उठेर चलाउँदाखेरि म फेरि उडेर सबै गरेर चलाउने बानी छ के भन्नु यार काबल किन्यो लास्टमा त गयो जान लेखेको सकियो नि त नि पुरै पछाडि पनि यहाँ काट्यो यार सेट ओहो यहाँ त हेर फुलेर यस्तो भयो फुलले चाहिँ यार यहाँ लगाएर डह्रो लाग्यो कि घडीमा नि लाख प्यान्ट माथि उक्लिएको छैन यहाँ लगाए चाहिँ यति छाला उडाइदियो यहाँ यस्तो फुलिया छ लाएर यहाँ पनि लगाएको छ यहाँ प्यान्ट माथि गएन कि गएको यस्तै छ उ त्यहाँ नानीहरू बसेर हाँसिरहनु लुटेको देखेर है रमाइलो लाग्यो लगाएर क्या नि त त्यस्तै होला अगाडि जानुपर्छ उ त्यो देखिरहेको चाहिँ मालारानी उ त्योहरू यता अर्का उ त्यहाँ तिनीहरू देखेको अर्का पर्छ यो डाँडाहरू अनि यो चाहिँ त्यो रक गार्डन पर्छ त्यहाँदेखि उता तल सन्धिखरको पर्छ म चाहिँ यो पुरै भेग घुमेर जान्छु म चाहिँ त्यही हो अलराइट ठिक छ अलिअलि लुट्यो यो यहाँ पुरै यस्तो पुरै कुचेछ केही भएन यार अब जाने हो अलराइट अलि तलबाट आइयो थोरै हल्का क्र्यास पनि भयो जुन चाहिँ तपाईँले देखिसक्नुभयो होला यो भ्यू चाहिँ अब ठ्याक्कै यो मालारानी मन्दिरको यताको अलिक पछाडिपट्टिको भ्यू पर्छ मैले भर्खर गाडी चाहिँ यहाँ ल्याएर रोकेको छु बाइक चाहिँ हल्का लोडियो के गर्नु केटा हो अलि त कहिले काहीँ हुन्छ तर पनि यता फेरि भ्यूको मजा पनि छुट्टै छ यार एकदम बवाल छ यस्तो छ यहाँको हावा चाहिँ अति लागेको छ यार हावा वेदर चाहिँ बवाल देखिएको छ ठाउँहरू भ्यूहरू कति राम्रो देखिएको छ यार होइन यता चाहिँ सबै यो मालारानीको पछाडिको भ्यू पर्छ
जुन चाहिँ म चाहिँ अहिले यताबाट माथितिर जान्छु अनि त्यही हो यतैबाट जाने हो बाटो चाहिँ यही हो तर बाटो चाहिँ डेन्जर देखिँदो रहेछ यार यताबाट हेर्दा तल बाटो प्लस भ्यूहरू कति छ तल बाटोहरू लगेटा यहाँबाट मालरानीदेखिको अलिक पछाडिको जुन चाहिँ यहाँ चाहिँ अति हावा पनि लाग्छ अति भिड छ यहाँ तल खस्यो भने त सिधै तल यहाँ कोही बाँच्ने त्यस्तो अहिलेसम्म बाँचेको भन्ने कोही सुनेको छैन तर पनि त्यस्तो मरेको पनि सुनेको छैन सुन्न त मैले यतिकै छ बाटो जोड्नु गयो फेरि ल ऊ त्यो जङ्गलमा चाहिँ उता अर्कातिरको साइडमा जङ्गलमा चाहिँ कसले आगो लागेको छ ऊ त्यहाँनिर ऊ त्यो जाने देखिन्छ नि त्यो चाहिँ अर्का मैदान है यो चाहिँ यो पछाडिको यता चाहिँ सरी यता चाहिँ भ्यू टावर अर्का यहाँ चाहिँ डेन्जर छ यार पुरै ढुङ्गै ढुङ्गा छन् ठुल्ठुलो ढुङ्गाहरू छ तल छ क्या यार तल त्यति आइडिया छैन यो ठाउँको बारेमा लास्ट टाइम म अर्को बाइक हुँदा चाहिँ आएको थियो अनि यो बाइक लिएर चाहिँ फर्स्ट टाइम नै आएको भनौँ त्यस्तै छ यहाँको भ्यू चाहिँ यहाँ चाहिँ मस्ट भिजिट गर्ने ठाउँ है एकचोटि सो अलरेडी हामी चाहिँ मालरानी मन्दिरतिर आइसकेको छ हामी भन्दा नि म स्वयं एक्लै आइरहेको छु यार स्वयं एक्लै आइरहेको छु यता चाहिँ मन्दिरहरूको दृश्य यस्तो छ जुन चाहिँ भर्खर अलिकति हल्का खुट्टा दुखिरहेको छ यार केटा खुट्टामा लाग्यो अनि यस्तै छ यहाँको भ्यू यहाँ चाहिँ अलिअलि मान्छे नि आइरहेको जस्तो छ मलाई भर्खर बाटो सोध्दै थियो के भने मैले त यताबाट कहाँ जान्छ रतनमाले मलाई त्यति थाहा अनि भर्खर आएको चाहिँ कतारै टिमुरे नामै आउनु टिमुरे भन्ने मलाई कति अप्ठ्यारो शब्द लाग्छ यार तर पनि त्यही हो अनि म चाहिँ जाने यता हो यतातिर हल्का पसलहरू छ यता काम पनि हुँदो रहेछ यताको सिन चाहिँ अति दामी छ यार पुरा आकाश चाहिँ डेन्जर देखाएको छ दामी देखाएको छ यार ल म चाहिँ तलतिर लाग्छु यतातिर त्यही हो अलराइट गाइस सिट चण्डीगढको 19 किलोमिटर म चाहिँ यो खनदह बजार यता पर्छ ढुङ्गे चोक भन्दो रहेछ यो ठाउँलाई अनि यो ठाउँबाट म चाहिँ यता तलबाट जाँदा नि हुन्छ अनि माथिबाट जाँदा नि हुन्छ अनि म चाहिँ माथिबाट जान्छु किनकि माथिबाट ऊ त्यहाँ एउटा भ्यू छ म अहिले गएर देखाउँछु यो चाहिँ म माथिको बाटो गएर अनि अब चाहिँ यहाँबाट चण्डीगढको 19 किलोमिटर रहेछ तलबाट जाँदा चाहिँ माथिबाट नि त्यस्तै समथिङ त्यस्तै छ धेरै फरकको त छैन ऊ त्यहाँ एक ठाउँ दामी छ म तपाईँहरूले त्यहाँ चाहिँ भिजिट गर्नुहोस् भनेर त्यसको लागि चाहिँ मेक स्योर हुन्छ नि त त्यो ठाउँहरू पनि देखाउँछ है त ल सो अलराइट यही हो यो ठाउँ चाहिँ जुन चाहिँ यहाँ चाहिँ अति दामी देखिन्छ के बाटो पिच भएको छ अनि यहाँ चाहिँ चोकले गर्दा पनि दामी देखिन्छ है यहाँ चाहिँ तपाईँले मोस्ट अफ म्याक्सिमम् भिजिट गर्नुहोस् भन्छु त्यही हो केटा यहाँ चाहिँ दामी छ अति दामी मलाई पनि बबाल मनपर्छ तर म एकचोटि बाइकै राखेर फोटो खिच्छु है ल यहाँ चाहिँ यस्तो छ यो भ्यू ल सक्दैन नि फेरि रे के ल भएन अब सिस्टम रे यस्तो छ दामी छ कि ल हेरौँ न नाइस ए नसक्नु है यो ठाउँलाई बाटो चाहिँ अति पिच भएको छ यो चाहिँ केही खनदेखि थोरै यतिकै माथि पर्छ तर उपल्लो बाटो आउनुपर्छ तल्लो बाटो उता खनदह जाने बाटो चाहिँ नभएर जान चाहिँ यो बाटो पनि जान्छ जानलाई होइन अनि उपल्लो बाटो आयो भने चाहिँ ट्याक्कै यो ठाउँमा आउँछ ल यस्तो छ भनिसकेँ यहाँ चाहिँ वरिपरि टक्क यता लेफ्ट साइड राइट साइडबाट छ बाटो लाइनिङहरू छ लाइनिङ छ नि ह्यान त्यान गरेर पुरै बाटो हुन्छ नि दामी देखिन्छ कि ल